हेलो स्वागत छ फ्यान्टेसी प्रिमियर लिग विथ चोचोसमा। मेरो गेम विक 27मा मेरो टिमले 65 पोइन्ट्स लिएर आएको थियो, जहाँ चाहिँ एभरेज पोइन्ट थियो 45 पोइन्ट्स। सो एभरेज पोइन्टभन्दा 20 पोइन्ट बेसी लिएर आएको छ यो गेम विकमा। सो मेरो टिमले यो गेम विक एकदमै राम्रो पर्फर्म गरेको छ। सो यो गेम विक मेरो एउटा ठुलो ग्रिन एरो आएको छ र मेरो ओभरअल पोइन्ट्स 1590मा पुगेको छ र मेरो ओभरअल ऱ्याङ्किङ बढेर 146,624मा पुगेको छ। सो यो गेम विकको पर्फर्मेन्सले म एकदमै खुसी छु र मेरो टिमले यस प्रकार पर्फर्म गरेको थियो। गोलकिपरमा थियो डेभिड राया, जसले 3 पोइन्ट लिएर आएको थियो र मेरो डिफेन्समा थियो क्रिस्टल प्यालेसको नियोज, जसले 9 पोइन्ट लिएर आएको थियो। त्यसपछि थियो म्यान्चेस्टर सिटीको ओराइली, जसले 17 पोइन्ट लिएर आएको थियो। त्यसको बाद थियो बोर्नमथको जेम्स हिल, जसले 6 पोइन्ट लिएर आएको थियो। र त्यसको बाद थियो चालोबा चेल्सीको, जसले 2 पोइन्ट मात्रै लिएर आएको थियो। अपार्ट फ्रम चालोबा मेरो डिफेन्समा सबैले राम्रो पर्फर्म गर्यो। सो ओराइली मेरो यो गेम विकको टप पर्फर्मर थियो, जसले 17 पोइन्ट लिएर आएको थियो। र मिडफिल्डमा थियो मेरो फुलह्यामको विल्सन, जसले 8 पोइन्ट लिएर आएको थियो। विल्सन मेरो एक्चुअली बेन्चमा थियो। फ्लोरिन विर्ट्ज थियो मेरो फर्स्ट 11मा। अनफर्चुनेटली फ्लोरिन विर्ट्जको इन्जुरीले गर्दा फ्लोरिन विर्ट्ज खेल्नु पाएन र फर्चुनेटली मेरो बेन्चमा विल्सन थियो। त्यही भएर विल्सनले मेरो 8 पोइन्ट लिएर आएको छ यो गेम विकमा। र नेक्स्टमा थियो ब्रुनो फर्नान्डेस, जसले 2 पोइन्ट मात्रै लिएर आयो। र त्यसको बाद थियो एन्जो फर्नान्डेस चेल्सीको, एन्जोले पनि 2 पोइन्ट मात्रै लिएर आएको थियो। र फरवर्डमा थियो मेरो लिभरपुलको ह्युगो एकिटिके, जसले 2 पोइन्ट मात्रै लिएर आएको थियो। र नेक्स्टमा थियो मेरो अर्लिङ हाल्यान्ड म्यान्चेस्टर सिटीको, जसले 6 पोइन्ट लिएर आएको थियो। सो क्याप्टेन्सी मैले ह्याल्यान्ड माथि राखेको थिएँ, त्यही भएर मेरो 12 पोइन्ट आएको छ। र नेक्स्टमा थियो थियागो ब्रेन्टफोर्डको, थियागोले पनि 2 पोइन्ट मात्रै लिएर आएको छ यो गेम विक। र बेन्चमा थियो मेरो डुब्राभका, जसको 2 पोइन्ट आएको थियो। फ्लोरिन विर्ट्जको 0 पोइन्ट। त्यसपछि थियो डेक्लन राइस, जसले 4 पोइन्ट लिएर आएको थियो। र त्यसको बाद थियो डिएगो डालर्ट म्यान्चेस्टर युनाइटेडको, जसले 7 पोइन्ट लिएर आएको थियो। अनफर्चुनेटली बेन्चमा थियो मेरो डिएगो डालर्ट। ओभरअल मेरो टिमले गेम विक 27मा राम्रो पर्फर्म गरेको थियो। सो अब हेरौँ मेरो गेम विक 28को लागि मैले मेरो टिम कस्तो बनाएको छु। मेरो हातमा एउटा फ्री ट्रान्सफर थियो। मैले चेल्सीको चालोबालाई ट्रान्सफर आउट गरेर लिभरपुलको कोनाटे लिएर आएको छु। चालोबाको लास्ट फ्यु गेम विक्सदेखि त्यस्तो राम्रो पर्फर्मेन्स भएको थिएन र फिक्चर पनि अब अलिक टफ छ, त्यही भएर मैले कोनाटे लिभरपुलको लिएर आएको छु मेरो टिममा। इच्छा त मेरो भ्यान्डाइक ल्याउने थियो, तर अनफर्चुनेटली मेरो बजेटले पुगेन, त्यही भएर मैले कोनाटे लिएर आएको छु मेरो टिममा। सो मैले मेरो टिम यस प्रकार बनाएको छु। मेरो गोलकिपरमा छ आर्सेनलको डेभिड राया, जो खेल्दैछ चेल्सीसित होममा। डिफेन्समा छ मेरो बोर्नमथको जेम्स हिल, जो चाहिँ खेल्दैछ सन्डरल्यान्डसित होममा। त्यसपछि छ क्रिस्टल प्यालेसको मुनियोज, जो चाहिँ खेल्दैछ म्यान्चेस्टर युनाइटेडसित अवेमा। र त्यसको बाद छ म्यान्चेस्टर सिटीको ओराइली, जो चाहिँ खेल्दैछ लिड्स युनाइटेडसित अवेमा। र त्यसको बादमा छ लिभरपुलको डिफेन्डर कोनाटे, जो चाहिँ खेल्दैछ वेस्ट ह्याम युनाइटेडसित होममा। सो योपालिको गेम विकको फर्मेसन मेरो 4-3-3 छ। सो मिडफिल्डमा छ मेरो फुलह्यामको विल्सन, जो चाहिँ खेल्दैछ टटेनहम हटस्परसित होममा। त्यसको बाद छ लिभरपुलको फ्लोरिन विर्ट्ज, जो चाहिँ खेल्दैछ वेस्ट ह्याम युनाइटेडसित होममा। फ्लोरिन विर्ट्जको 75% चान्स देखाउँदैछ खेल्ने। सो होपफुली खेल्छ होला यो गेम विक। खेलेन भने मेरो सब्स्टिट्युटमा डिएगो डालर्ट खेल्नेछ, इन केस फ्लोरिन विर्ट्ज खेलेन भने। सो नेक्स्टमा छ मेरो म्यान्चेस्टर युनाइटेडको ब्रुनो फर्नान्डेस, जो चाहिँ खेल्दैछ क्रिस्टल प्यालेससित होममा। र फरवर्डमा छ मेरो लिभरपुलको ह्युगो एकिटिके, जो चाहिँ खेल्दैछ वेस्ट ह्याम युनाइटेडसित होममा। त्यसको बाद छ ब्रेन्टफोर्डको थियागो, जो चाहिँ खेल्दैछ बोर्नलीसित अवेमा। त्यसपछि छ म्यान्चेस्टर सिटीको अर्लिङ हाल्यान्ड, जो चाहिँ खेल्दैछ लिड्स युनाइटेडसित अवेमा।
सो यो पालिको क्याप्टेन्सी ब्रुनो फर्नान्डेसमाथि राख्ने प्लानमा छु म। क्रिस्टल प्यालेससित होममा छ, सो होपफुली ब्रुनोले यो गेम विक राम्रो पर्फर्म गर्नेछ। र बेन्चमा छ मेरो डुब्राभका, त्यसपछि छ डिएगो डालर, त्यसपछि छ डेक्लन राइस र लास्टमा छ मेरो एन्जो फर्नान्डेस चेल्सीको। सो यस प्रकार बनाएको छु मैले मेरो गेम विक 28 को लागि मेरो टिम। सो होपफुली राम्रो गर्नेछ यो गेम विक। र अब हेरौँ मेरो चुचो स्क्वाडको टिम, जो चाहिँ मेरो बेस्ट प्रेडिक्टेड 11 टिम हुनेछ एभ्री गेम विकको। सो मेरो चोचो स्क्वाडको टिम यस प्रकार बनाएको छु। मेरो गोलकिपरमा छ लिभरपुलको एलिसन, जो चाहिँ खेल्दैछ वेस्ट ह्याम युनाइटेडसित होममा। क्लिन सिट ल्याउने राम्रो चान्सेस छ यो गेम विक। डिफेन्समा छ मेरो बर्नमाउथको जेम्स हिल, जो चाहिँ खेल्दैछ सन्डरल्यान्डसित होममा। हिलको पनि फर्म एकदमै राम्रो छ, सो होपफुली यो गेम विक पनि राम्रो पर्फर्म गर्नेछ। र नेक्स्टमा छ मेरो लिभरपुलको भ्यान डाइक, जो चाहिँ खेल्दैछ वेस्ट ह्याम युनाइटेडसित होममा। भ्यान डाइकले पनि लास्ट 2टा गेम विक राम्रो पर्फर्म गरेको थियो, सो होपफुली यो गेम विक पनि राम्रो पर्फर्म गर्नेछ। र नेक्स्टमा छ मेरो ओराइली म्यान्चेस्टर सिटीको, जो चाहिँ खेल्दैछ लिड्स युनाइटेडसित अवेमा। ओराइलीले पनि लास्ट गेम विक 2टा गोल हालेर 17 पोइन्ट्स लिएर आएको थियो, सो होपफुली फेरि पनि राम्रो पर्फर्म गर्नेछ यो गेम विक। मिडफिल्डमा छ मेरो म्यान्चेस्टर सिटीको सेमेन्यो, जो चाहिँ खेल्दैछ लिड्स युनाइटेडसित अवेमा। त्यसको बाद छ रजर्स एस्टन विलाको, जो चाहिँ खेल्दैछ वुल्भ्ससित अवेमा। र त्यसको बादमा छ ब्रुनो फर्नान्डेस, जो चाहिँ खेल्दैछ क्रिस्टल प्यालेससित होममा। र त्यसको बाद छ एम्बेमो म्यान्चेस्टर युनाइटेडकै, जो चाहिँ खेल्दैछ क्रिस्टल प्यालेससित होममा। फरवर्डमा छ मेरो लिभरपुलको ह्युगो एकिटिके, जो चाहिँ खेल्दैछ वेस्ट ह्याम युनाइटेडसित होममा। र नेक्स्टमा छ ब्रेन्टफोर्डको थियागो, जो चाहिँ खेल्दैछ बर्नलीसित अवेमा। त्यसको बाद छ म्यान्चेस्टर सिटीको अर्लिङ हाल्यान्ड, जो चाहिँ खेल्दैछ लिड्स युनाइटेडसित अवेमा। सो यो पालिको क्याप्टेन्सी मैले ह्याल्यान्डमाथि राखेको छु, सो होपफुली ह्याल्यान्डले राम्रो स्कोर गर्नेछ यो गेम विक। र बेन्चमा छ मेरो गोलकिपरमा डुब्राभका, त्यसपछि छ बर्नमाउथको रायन, त्यसपछि छ म्यान्चेस्टर युनाइटेडको डिएगो डालर र लास्टमा छ लिड्स युनाइटेडको गुडमन्सन। सो यस प्रकार बनाएको छु मैले मेरो गेम विक 28 को लागि चोचो स्क्वाडको टिम। सो अब क्याप्टेन्सी अप्सन्स हेर्नु पऱ्यो भने अपार्ट फ्रम ह्याल्यान्ड अरू क्याप्टेन हेर्नु पऱ्यो भने ब्रुनो फर्नान्डेस एउटा राम्रो अप्सन छ। क्रिस्टल प्यालेससित होममा खेल्दैछ, लास्ट फिक्सचर पनि क्रिस्टल प्यालेससित ब्रुनोले 2टा असिस्ट गरेको थियो, सो होपफुली यो गेम विकमा ब्रुनोले फेरि पनि राम्रो स्कोर गर्नेछ क्रिस्टल प्यालेससित। त्यसको बाद छ ह्युगो एकिटिके लिभरपुलको, जो चाहिँ खेल्दैछ वेस्ट ह्याम युनाइटेडसित होममा। एकिटिकेको पनि यो गेम विक ठुलो स्कोर गर्ने चान्सेस छ। र लास्टमा छ ब्रेन्टफोर्डको थियागोको म्याच छ बर्नलीसित अवेमा। सो बर्नलीसित थियागोले लास्ट फिक्चरमा पनि 2 गोल हालेको थियो, सो होपफुली यो गेम विक फेरि पनि राम्रो स्कोर गर्न सक्नेछ बर्नलीको अगेन्स्टमा। सो गेम विक 28 को लागि अल द बेस्ट टु अल द म्यानेजर्स। सी यु इन द नेक्स्ट भिडियो।